फ्लाइटमा बसिसकेँ मैले अनि फ्लाइटमा आएपछि त्यहाँ तिनवटा कुरा पाएको भनेर देख्यो सो त्यो भनेको चाहिँ एउटा इयरफोन ब्ल्याङ्केट अनि एउटा पिलो पनि पाएको छ यो वाला कतार एयरवेजकै हो अब एकछिन माथि गफ हुन्छ अनि पछि यहाँनिर अडियो अनाउन्समेन्ट भनेर सुन्दा मैले केही पनि बुझिरहेको छुइनँ इङ्ग्लिस होइन त्यही भएर फ्लाइट आधी घन्टालाई डिले भइसक्यो हाम्रो अनि मैले यति बेलामा एउटा नयाँ कुरा थाहा पाएँ यो स्क्रिन देखेको छु म त्यो चलाउनु मिल्दैन भनेर सम्झेको तर यहाँनिर जुन ह्यान्ड रेस्ट गर्ने ठाउँ थियो यहाँनिर यसलाई खोलेपछि यहाँ एउटा रिमोट रहेछ जुनले चल्दो रहेछ भर्खरै नयाँ कुरा थाहा पाएँ वाउ अब म यसले नै टाइम पास गर्छु जबसम्म टेक अफ हुँदैन अनि त्यसपछि त भ्यू इन्जोय गर्ने हो तबसम्म टाइम पास गरेर फेरि भेट्छु फ्लाइट टेक अफ गरेको आधी घन्टा जति भयो अनि अहिले हामी एकदमै माथि छ पानी परेको थियो हामी निस्किनुभन्दा अगाडि त्यही भएर डिले भएको रहेछ अहिले चाहिँ ठिक छ अब फेरि म आफ्नो मुड कन्टिन्यू गर्छु अहिले खाना पनि पायो है अनि त्यसपछि खानामा चाहिँ के छ भनेर देखाउँछु खानामा यो ब्ल्याक टी थियो जुनलाई मैले मिल्क टी गरिसकेँ अहिले यो केही त छ अहिले समथिङ खै मैले बुझ्न यो अचार पछि यहाँनिर स्विट डिस पछि ब्रेड पानी अनि पछि चाहिँ हामीले चाहिँ चिकनवाला मेन्यू चुज गरेको थियौँ त्यही भएर हैदराबादी चिकन र विथ के अरे भेज पुलाउ भनेर छ त्यति हो तर मिठो छ तातो पनि छ 10 आउट अफ 10 नै भनौँ यो चाहिँ हाम्रो एउटा सानो बाथरुम जुनमा यो चाहिँ अब बेसिन भइहाल्यो पछि यो हाम्रो टोइलेट अनि पछि मिररहरू छ यहाँनिर किन थाहा भएन अहिले चाहिँ हामी अर्को फ्लाइटको लागि वेट गर्दैछौँ अनि पछि मलाई बस्दा बस्दै अल्छी आयो त्यही भएर अब तपाईँहरूलाई नि हेरिदिउँ भनेको यस्तो कतार एयरवेज भन्दाखेरि नि कस्तो अब हुन्छ एयरपोर्ट मात्रै नभए कस्तो घुम्ने ठाउँहरू जस्तो भएको छ क्या अनि त्यही अब कस्तो राम्रो लाग्यो मैले अनि कस्तो अब यहाँनिर हेर्दा चाहिँ इन्डोर गार्डन टाइपको जस्तो देखाएको छ क्या त्यो ग्रिनरीहरू भएको ठाउँमा यहाँनिर चाहिँ एउटा पछि के गर्ने जस्तो ठाउँ बनाएको छ जनावरहरू पुरै बसेर बनाएको छ यहाँनिर यहाँ चाहिँ अब माथि डायमन्ड सेपमा केही छ यहाँनिर एउटा ब्रिज छ जुनले पनि फेरि लाइट्सहरूले एकदमै राम्रो डेकोरेट गरेको छ यहाँनिर फेरि ग्रिनरीहरू पछि यहाँ लाइट चाहिँ भइरहेको हुन्छ पिक्चरहरू सुट गर्नलाई हुन्छ अझै वर्क इन प्रोग्रेस रहेछ हामी नजाऊँ होला त्यही भएर यहाँनिर यस्तो हुन्छ त अब यो यस्तो भिडियोहरूमा आउँदाखेरि मैले त भर्खरै फर्स्ट भ्लग हो नि त मेरो त्यही भएर त्यस्तो राम्रो त आएन होला तर पनि यो जुन अब लाइटहरू छ त्यो रियल लाइफमा झन् यस्तो राम्रो देखेको छ त्यहाँ माथितिर अब ठुल्ठुलो ब्रान्चहरू छ अनि पछि यहाँनिर यस्तो छ त्यहाँको लाइट कस्तो राम्रो देखायो अनि पछि अब यतातिर नि त्यस्तै भनौँ ग्रिनरी उता माथितिर लिफ्ट छ अनि कस्तो एयरपोर्टै भनेको यस्तो ठुलो छ क्या यहाँको यस्तो राम्रो ठाउँ है यहाँ बस्नको लागि पिक्चर क्लिक गर्न आउनुपर्छ अब एकछिनमा म आएर एकछिन बसेको यस्तो एक्लै बस्न मलाई बोल्न पनि ठिक हुन्छ क्या प्लस अब यहाँनिर यस्तो शान्ति चाहिँ अरूहरू मान्छे हुनुहुन्छ त हामी सबभन्दा तल आएर बसिरहेको थियौँ है अनि अब कोही पनि यस्तो हल्ला गर्ने कोही पनि छँदै छैन क्या सबजना पुरै शान्त कि मान्छेहरूले हेर्छ भने फोन अगाइरहेको हुन्छ तर नि बुक पढेर बसिरहेको छ क्या र यहाँनिर ओके सो अघिको भिडियो मिस्टेक स्टप भएछ ब्लू कलर भयो मेरो फेभरेट जहाँ मैले अगाडिसम्म गरिदिउँ केही काम छ होइन अगाडि पनि अब त्यस्तो त किन भनौँ त्यही यस्तो अब ग्रिन टाइपको छ ग्रिन नै के भन्छ यहाँ अगाडिसम्म रहेछ नि त उयो माथितिर पनि लाइटिङ झन् यस्तो राम्रो हुन्छ नि यहाँ अब हाम्रो चाहिँ यहाँनिर 5 घन्टा जति छ अब त्यति बेलासम्म चाहिँ के गर्ने मलाई थाहा छैन टाइम पास त भयो नि हुन्छ त्यसपछि अब फेरि 14.5 घन्टाको छ फ्लाइट 15 घन्टा नै भनौँ अलमोस्ट यहाँ फाउन्टेन रहेछ माथि कलर चेन्ज हुने यहाँ नि बस्ने ठाउँ त्यही यहाँ अगाडितिर छ जाम बरु फेरि माथितिर जानु भनेको सबजना तल बसिरहेको छ अब म एक्लै चाहिँ के गर्न माथि जानु भनेको
यहाँ होइन अझै एउटा के खासियत छ भने यहाँ यसो तल हेर्दाखेरि केही पनि छैन कि पुरै लाइक अब हुन्छ त आफ्नो कोठा जस्तो सफा हुन्छ त त्यस्तै सफा छ क्या यहाँनिर पनि। मैले यो चाहिँ खतरै लाग्यो कि कसरी यस्तो दिमाग लगाएर यस्तो बनाएको होला। ठिक छ, सबजना एकचोटि गरेर छन्। अब हामी भित्रबाट जान्छ, सबजना बसिरहेको छन्। त्यही त अनाउन्समेन्ट भयो, मैले केही पनि बुझ्न कुन ल्याङ्ग्वेजमा हो चाहिँ थाहा छैन। ऊ त्यहाँनिर डस्टबिन छ, यहाँनिर चाहिँ चेयर टाइपको बस्ने ठाउँ। त्यहाँ दादा बोल्दै हुनुहुन्छ जान्छ यहाँनिर देवाल छ, देवाल बस्नुको लागि कस्तो राम्रो ठाउँ बनाएको रहेछ, तर पाएको छ। कस्तो क्रिएटिभ हुँदो रहेछ कि यहाँको मान्छेहरू बनाउने पनि क्या। ल सबै चाहिँ नल्छ भने हामी जाँदैछौँ अब प्लेनमा। तपाईँ मासु पनि बोलेको होइन, सबै पनि बोलेको यो फ्लाइटमा चाहिँ हाम्रो टिकट पाएको थियौँ, जसको भित्र चाहिँ स्लिपिङ मास्क छ, मोजा छ, पछि अर्को टुथब्रस र एउटा सानो टुथपेस्ट छ अनि इयर प्लग्स छ। हेलो, आई एम ब्याक। मेरो कपाल एकदमै धेरै बिग्रिरहेको छ अनि पछि म 2-3 घन्टै राम्रो निदाएँ। यहाँ पुरै शान्त थियो, त्यही भएर म अहिले भोइस गरिरहेको छु। अनि पछि बाहिरको लाइट चाहिँ एकदमै राम्रो आएको थियो, त्यसपछि म ठ्याक्क उठेँ। अब म एकछिन यहाँ पछाडिको भ्यू देखाउँछु, कस्तो ब्राइट छ पुरै। पुरै सनलाइट पनि आइरहेको छ यहाँनिर। अनि पछि यहाँनिर पुरै म्याप जति देखाइरहेको छ। स्लोभेनियानिरै छौँ र भर्खरै हामीले के यहाँनिर सबैले खाएर सिधाइसकेँ। अनि पछि अब मेरो केही पनि काम छैन, प्लस बादलहरू मैले अघिदेखि हेरिसकेको छु, त्यही भएर फेरि एउटा मुभी हेर्ने कि त्यही गीतहरू सुन्ने भनेर सोचिरहेको छु कि अब भनेपछि अब भन्छु। अनि टाइम पास गर्नु अब अहिले एडिट गर्ने बेला थाहा पाएँ कि मैले आफ्नो के अरे त्यो एन्डिङवाला पार्ट डिलिट गरिसकेको रहेछु। अनि त्यही भएर त्यसपछि चाहिँ के भयो भनेर भन्छु है। हामीले लाइक त्यसपछि चाहिँ हामीले एकचोटि हामीले लन्च पायौँ, अनि पछि दुईचोटि फेरि खाना पनि पाएको थियौँ। अनि त्यसपछि हामी फेरि राम्ररी नै त्यहाँ पुग्यौँ। अनि लाइक त्यहाँ वासिङटनको एयरपोर्टमा हामी पुग्दाखेरि त्यहाँ हामीलाई के अरे मेरो बाबाको कजनले हामीलाई फेरि पिकअप गर्न लानुभएको थियो। त्यसपछि हामी 1 घन्टाको ड्राइभबाट हामी फेरि मेरील्यान्ड पुग्यौँ। लाइक ओभरअल फ्लाइट राम्रै भयो। अब थाक्न त थाकिहाल्छ त्यत्रो घन्टा भएपछि, त्यत्रो लामो फ्लाइट भएपछि त, तर जस ओभरअल चाहिँ एकदम राम्रो भयो। बाई।